लगत्तै चितवनबाट फर्किसके पछाडि परमप्रभुले भन्नुभयो कि प्रोफेट बजेन्द्र सिंह जीको जुन क्रुसेडहरू पनि एकदमै क्लोज हुने कुराहरू अनि एकदमै बन्द हुने कुराहरू अनि ठुलो आँधीबेहरी आएको कुराहरू उहाँको क्षेत्रमा उहाँको जीवनमा त्यो कुराहरू उहाँले परमेश्वरले मलाई देखाउनु भयो र अनि केही समय पछाडि है अनि केही समय पछाडि चाहिँ फेरि अनि खुल्ने कुराहरू परमप्रभुले मसँग बोल्नु भयो अनि त्यति बेला चाहिँ एकदमै उहाँलाई आँधीबेहरी एकदमै ठुलो समस्याको बीचमा भएर जाँदै गर्दाखेरि अनि केही समय पछाडि फेरि अनि परमेश्वरले त्यो क्रुसेडहरू अनि फेरि सेवकाईहरू फेरि अनि पूर्ण अनि खोलिदिने कुराहरू अनि परमप्रभुले मसँग बोल्नु भयो। यसकारण म तपाईलाई उत्साह दिन चाहन्छु, कुनै मैले बनावटी कुरा बोल्दै छैन अनि परमप्रभुले मसँग जुन कुरा उहाँले बोल्नु भयो त्यो कुरा म तपाईहरु बीचमा म राख्दै छु र उहाँको लागि हामी प्रार्थना गरौँ, परमेश्वरले काम गर्नुहुन्छ।